नमस्कार, म मलेसियाबाट सानो भिडियो बनाऊ भनेको यो मलेसियाको अम्पाङ भन्ने ठाउँमा यतैतिर काम गरिन्छ। साथीभाइहरू सबै यतैतिर छौँ। काम गर्दै आउँदा आजसम्म पनि भइसक्यो 7-8 वर्ष। मलेसियामै आउने जाने क्रम जारी नै छ, घरबाट आउने जाने। अति व्यस्त सडक हो यो। अहिले त त्यस्तो गाडी छैन। साँझ र बिहान साँझ पनि परिसकेको छ, तर अब एकछिनमा धेरै गाडी अब देख्न सकिन्छ यो बाटोमा। यो कोलालम्पुरको ट्विन टावर भन्ने यही हो, जुम गरेर खिचेको। यस्तै छ जिन्दगी, मलेसियामा चलिरहेछ। मलेसियाको हावापानी अब झन्डै नेपालको जस्तै छ। पानी पनि परिरहेको छ। वन जङ्गलहरू हरियाली पनि त्यस्तै राम्रो छ। यस्तै छ मलेसिया। जानम देख लो मिट गई दूरियां, मैं यहाँ हूँ, यहाँ हूँ, यहाँ हूँ, यहाँ। यतिखेर साँझको 7 बजिसकेको छ। अति व्यस्त सडक हो, मान्छेहरूको आवत जावत, गाडी कति हुन्। 35-40 वर्षभित्र धेरै राम्रो डेभलप भएको कन्ट्री हो मलेसिया। तुम छुपा ना सकोगी मैं ओ राज हूँ, तुम भुला ना सकोगी वो अन्दाज हूँ। साथीभाइहरू पनि पछि आइरहेछन्। म अलिकति अगाडि आएँ। हेर्नुहोस् यो पानीको छरछरे। मान्छेहरू आउने जाने हेर्नुहोस्, त्यही बाटोमा गाडी कति पार्किङ गरेका हुन्। एउटै घरमा 4-5वटा गाडी हुन्छ। जहाँ मन लाग्यो त्यहीँ पार्किङ गरिदियो, हिँड्यो। यस्तै छ मलेसियाको वातावरण। लौ त साथीहरू, भिडियो अलिकति लामो भयो क्या। बिल्डिङहरू हेर्नुहोस्। हाम्रो घर पनि यही भित्र नै हो, हामी बस्ने होस्टेल।